श्रीमद् देवी भागवतको प्रथम अध्याय। जगतको सृष्टि कार्यमा जो उत्पत्ति रूपा, रक्षा कार्यमा पालन शक्ति रूपा, संहार कार्यमा रौद्र रूपा हुनुहुन्छ। सम्पूर्ण विश्व प्रपञ्च जसका लागि क्रीडा स्वरूप छ, जो पराप पसाइन्ती मध्यमा तथा बैखरी बाणीमा अभिव्यक्त हुनुहुन्छ र जो ब्रह्मा विष्णु महेशद्वारा निरन्तर आराधित हुनुहुन्छ। उनै प्रसन्न चित्त भएकी देवी भगवती मेरो वाणीलाई अलङ्कृत परिशुद्ध गर्नुहोस्। श्री नारायण तथा नरहरूमा श्रेष्ठ श्री नर भगवती सरस्वती र महर्षि वेदव्यासलाई प्रणाम गरेपछि मात्र जयको पाठ प्रवचन गर्नुपर्दछ। हे सुतजी, महामती, हे व्यास शिष्य, हजुर दीर्घजीवी हुनुहोस्। हजुर हामीलाई अनेक थरी पुण्य प्रदायिनी एवं मनोहारिणी कथाहरू सुनाउँदै रहनुहोस्। भगवान विष्णुको सर्व पाप विनाशक परम पवित्र एवं ती अवतार कथाहरूसित सम्बन्धित अद्भुत चरित्रहरूलाई हामीले भक्तिपूर्वक श्रवण गरौँ र यसै प्रकार हामीले भगवान शिवका अलौकिक चरित्र तथा भस्म र रुद्राक्षका ऐतिहासिक महात्म्यको श्रवण हजुरको मुखारबिन्दबाट गऱ्यौँ। हामीहरू अब यस्तो परम पावन कथा सुन्न चाहन्छौँ जो बिना प्रयास नै मनुष्यहरूलाई भोग एवं मोक्ष प्रदान गर्नमा पूर्ण रूपले सहायक होस्। हे महाभाग, अत हजुर यस कथाको वर्णन गर्नुहोस् जसद्वारा मानवले कलियुगमा पनि सिद्धिहरू प्राप्त गर्न सकुन्, किनभने हामी हजुरभन्दा ठुला कुनै अन्य व्यक्तिलाई जान्दैनौँ जसले हाम्रा शङ्काहरूको निवारण गर्न सकुन्। सुतजी भन्नुहुन्छ, हे महाभाग ऋषिहरू, तपाईँहरूले लोक कल्याणका भावनाले अत्यन्त उत्तम प्रश्न गर्नुभएको छ। अत म तपाईँहरू सबैका लागि समस्त शास्त्रहरूको जुन सार छ त्यसलाई पूर्ण रूपले बताउनेछु। समस्त तीर्थ पुराण र व्रत आफ्नो श्रेष्ठताको वर्णन गर्दै तबसम्म गर्जना गर्दछन् जबसम्म मनुष्यहरूले श्रीमद् देवी भागवतको सम्यक रूपले श्रवण गर्दैनन्। मनुष्यहरूका लागि पाप रूपी अरण्य तबसम्म दुःखप्रद एवं कष्टमय रहन्छ तबसम्म श्रीमद् देवी भागवत रूपी परशु वंशहरू उपलब्ध हुँदैन। मनुष्यहरूलाई उपसर्ग व्याधि रूप घोर अन्धकारले तबसम्म कष्ट पुर्याउँदछ जबसम्म श्रीमद् देवी भागवत रूपी सूर्य तिनको सम्मुख उदित हुँदैनन्। ऋषिगण भन्नुहुन्छ, हे वक्ताहरूमा श्रेष्ठ महाभाग सुतजी, हजुर हामीलाई बताउनुहोस् कि त्यो श्रीमद् देवी भागवत पुराण कस्तो छ र त्यसको श्रवणको विधि के हो। यस पुराणलाई कति दिनमा सुन्नु पर्दछ, त्यसको श्रवणको अवधिमा पूजा विधि के छ र प्राचीन कालमा कुन कुन मनुष्यहरूले यसलाई सुनेर तिनका कस्ता कस्ता कामना पूर्ण भए। सुतजी भन्नुहुन्छ, प्राचीन कालमा पराशर ऋषिद्वारा सत्यवतीका गर्भबाट विष्णुको अंशस्वरूप मुनि व्यास उत्पन्न हुनुभयो, जसले वेदहरूलाई 4 विभाग गरी तिनलाई आफ्ना शिष्यहरूलाई पढाउनुभयो। पतित ब्रह्माण्डधम वेदा अध्ययनका अनधिकारी स्त्री एवं दूषित बुद्धि भएका मनुष्यहरूलाई धर्मको ज्ञान कसरी हुन सक्छ, मनमा यस्तो विचार गरी भगवान बादरायण व्यासले तिनको धर्म ज्ञानार्थ पुराण संहिताको रचना गर्नुभयो। ती भगवान व्यास मुनिले 18 पुराण एवं महाभारतको रचना गरी सर्वप्रथम मलाई नै यो पढाउनुभयो। ती पुराणहरूमा श्रीमद् देवी भागवत पुराण भोग एवं मोक्षदायक छ। व्यास स्वयंले राजा जनमेजयलाई यो पुराण सुनाउनु भएको थियो। पूर्वकालमा ती जनमेजयका पिता राजा परीक्षित तक्षक नागद्वारा डसिएका थिए। अत पिताको अंशशुद्धिका लागि राजाले तिनै लोककी जननी देवी भगवतीको विधिवत पूजा अर्चना गरी 9 दिनसम्म व्यासको मुखारबिन्दबाट यस श्रीमद् देवी भागवत महापुराणको श्रवण गरेका थिए। यो नवायज्ञ पूर्ण भएपछि राजा परीक्षितले त्यसै समय दिव्य रूप धारण गरी देवीको
सालुक्य पद प्राप्त गरे। राजा जनमेजय आफ्ना पिताको दिव्य गति देखेर महर्षि वेदव्यासको विधिवत रूपमा पूजा गरी परम प्रसन्न भए। सबै 18 पुराणहरूमा यो श्रीमद्देवी भागवत पुराण सर्वश्रेष्ठ छ र धर्म, अर्थ, काम तथा मोक्ष प्रदान गर्ने खालको छ। जो जन सदा भक्ति श्रद्धापूर्वक श्रीमद्देवी भागवतको कथा सुन्दछन् तिनलाई सिद्धि प्राप्त हुनमा कति पनि बेर लाग्दैन। यसैले मनुष्यहरूले यस पुराणको सदा पठन श्रवण गर्नुपर्दछ। पुरा दिनको आधा समय, चौथाइ समय र मुहूर्त भरमा अथवा एक क्षण मात्र भए पनि जो जन भक्तिपूर्वक यसको श्रवण गर्दछन् तिनको कहिले पनि दुर्गति हुँदैन। मनुष्यहरूले सबै यज्ञ, तीर्थ तथा दान आदि शुभ कर्महरूको जुन फल प्राप्त गर्दछन् त्यही फल केवल एक पटक श्रीमद्देवी भागवत पुराणको श्रवणबाट प्राप्त हुन्छ। सत्ययुग आदि युगहरूमा त अनेक प्रकारका धर्महरूको विधान थियो, तर कलियुगमा पुराण श्रवण बाहेक मनुष्यहरूका लागि अन्य कुनै सरल धर्म विहित छैन। कलियुगमा धर्म एवं सदाचारबाट रहित तथा अल्प आयु भएका मनुष्यहरूको कल्याणार्थ महर्षि वेदव्यासले अमृत रसमय श्रीमद्देवी भागवत नामक पुराणको रचना गर्नुभयो। अमृत पानबाट त केवल एउटा मात्र मनुष्य अजर अमर हुन्छ, तर भगवतीको कथा रूपी अमृतले सम्पूर्ण कुललाई नै अजर अमर बनाइदिन्छ। श्रीमद्देवी भागवतको कथा र श्रवणमा महिना तथा दिनहरूको कुनै नियम छैन। अतएव मानवद्वारा यसको सधैँ सेवन पठन पाठन गरिनु पर्दछ। आश्विन, चैत्र, माघ तथा आषाढ यी महिनाका चारैवटा नवरात्रमा यस पुराणको श्रवणले विशेष फल प्राप्त हुन्छ। अतएव श्रीमद्देवी भागवतको यो नवाज्ञ समस्त पुराण कर्महरूभन्दा अधिक फलदायक हुनाको कारण मनुष्यहरूका लागि विशेष पुण्यप्रद बताइएको छ। जो कलुषित हृदय भएका पापी, मूर्ख, मित्रद्रोही, वेदहरूको निन्दा गर्ने, हिंसामा रत तथा नास्तिक मार्गको अनुसरण गर्ने मनुष्य छन् ती पनि कलियुगमा यस नवाज्ञको अनुष्ठानबाट पवित्र हुन्छन्। जो मनुष्य अरूको धन तथा पराई स्त्रीहरूका लागि लालायित रहन्छन्, पापको बोझले थिचिएका छन् र गाई, ब्राह्मण र देवताहरूका भक्तिबाट रहित छन् ती पनि यस नवाज्ञबाट शुद्ध हुन्छन्। जुन फल कठिन तपस्या, व्रत, तीर्थ सेवन, नाना थरी दान, नियम तथा हवन एवं जप आदि गर्नाले मात्र हुँदैनन् त्यो फल मनुष्यहरूलाई श्रीमद्देवी भागवतको नवाज्ञबाट प्राप्त हुन्छ। हे विप्रहरू हो, गङ्गा, गया, काशी, नैमिषारण्य, मथुरा, पुष्कर तथा बदरिकारण्य आदिले पनि मनुष्यहरूलाई त्यति शीघ्र पवित्र गर्न सक्दैनन् जति श्रीमद्देवी भागवतको यो नवाज्ञले मनुष्यहरूलाई पवित्र पारिदिन्छ। अतएव श्रीमद्देवी भागवत पुराण सबै पुराणहरूमा श्रेष्ठता छ। यसलाई धर्म, अर्थ, काम तथा मोक्ष प्राप्तिको उत्तम साधना मानिएको छ। जसले आश्विन महिनाको शुक्ल पक्षको महाअष्टमी तिथिमा सूर्य तथा कन्या राशिमा हुँदा स्वर्ण सिंहासनमा स्थित देवीको प्रीतिपद श्रीमद्देवी भागवत ग्रन्थको पूजा गरी कुनै योग्य ब्राह्मणले श्रद्धापूर्वक दिइन्छ त्यसले देवी परमपद प्राप्त गर्दछ। जुन मनुष्यले प्रतिदिन देवी भागवत पुराणको एक अथवा आधा श्लोक मात्र भए पनि भक्तिपूर्वक पाठ गर्दछ त्यो जगदम्बाको कृपा पात्र बन्दछ। महामारीबाट उत्पन्न उपद्रवहरूको भीषण भएर तथा सबै प्रकारका उत्पादहरू, उल्कापात, भूकम्प, अतिवृष्टि, अनावृष्टि आदि यस श्रीमद्देवी भागवत महापुराणको श्रवण मात्रले विनष्ट हुन जान्छ। बाल ग्रहहरू, स्कन्द ग्रह र स्कन्द, पस्मार, शकुनी, रेवती, पुतना, अन्धपुतना, शीतपुतना, मुखण्डिका र नैगमेश तथा भूत प्रेत आदिबाट उत्पन्न भए यस श्रीमद्देवी भागवत पुराणको
श्रवण गर्नाले धेरै टाढा भाग्दछन्। जुन व्यक्तिले भक्ति भावले देवीको यस भागवत पुराणको पाठ अथवा श्रवण गर्दछ त्यसले धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्दछ। यस श्रीमद् देवी भागवत पुराणको श्रवणबाट वसुदेवले प्रसेनजितलाई खोज्नका लागि जानुभएका र धेरै समयसम्म नफर्कनुभएका आफ्नो प्रिय पुत्र श्रीकृष्णलाई प्राप्त गरी प्रसन्न भए। जो मनुष्य भक्तिपूर्वक यस श्रीमद् देवी भागवत पुराणको कथालाई पाठ गर्दछ तथा यसको श्रवण गर्दछ त्यसले भोग तथा मोक्ष दुवै प्राप्त गर्दछ। अमृत स्वरूप यस श्रीमद् देवी भागवतको श्रवणले पुत्रहीन मनुष्य पुत्रवान हुन्छ, दरिद्र व्यक्ति धनले सम्पन्न हुन्छ तथा रोगग्रस्त मनुष्य रोगबाट मुक्त हुन्छ। बन्ध्या स्त्री एउटा सन्तान भएकी स्त्री अथवा त्यो स्त्री जसको सन्तान पैदा भएर मर्दछ तिनले पनि श्रीमद् देवी भागवत पुराण सुनेर दीर्घ आयु भएका पुत्र प्राप्त गर्दछन्। जुन घरमा नित्य श्रीमद् देवी भागवत पुराणको पूजा गरिन्छ त्यो घर तीर्थ स्वरूप हुन जान्छ तथा त्यस घरमा निवास गर्ने मनुष्यहरूका पापहरू नाश हुन जान्छन्। जो मनुष्य अष्टमी, नवमी तथा चतुर्दशी तिथिहरूमा श्रद्धापूर्वक श्रीमद् देवी भागवत पढ्दछ या सुन्दछ त्यसले परम सिद्धि प्राप्त गर्दछ। यस श्रीमद् देवी भागवत महापुराणको पाठ गर्ने ब्राह्मण वेदवेदाहरूमा अग्रण्य बन्दछ र क्षत्रिय राजा बन्दछ र वैश्य धन सम्पदाबाट सम्पन्न बन्दछ र शूद्र पनि यसको श्रवण मात्रले पनि आफ्नो कुल बन्धु बान्धवहरूका बीच श्रेष्ठता प्राप्त गर्न सक्दछन्।